Hey guys, welcome to my new vlog. So हामी चाहिँ आज भनेतिर यहाँ भाइ छ मेरो होइन अनि हामी चाहिँ अब गाउँ डुल्न यता कस्तो छ होइन ठाउँ भनेर जाँदैछौँ. सो अब यसो हेरिदिनु होला हल्का इन्जोय गरिदिनु होला हजुर ल आमा ब्रदर फेरि ल. सो हामी चाहिँ यहाँबाट निस्केर बाहिर गइसकेपछि बाहिरको भ्यू कस्तो हुन्छ है देखाउने छु. सो त्यही हो बाहिरको भ्यू चाहिँ यस्तो छ है गाइज. ल आजको मलाई गाइड गर्ने चाहिँ यहाँ हाम्रो गाइड गर्ने मान्छे हुनुहुन्छ यहाँ हाम्रो ब्रदर. सो त्यही हो हवाल छ ठाउँ चाहिँ यहाँ आउनुभयो भने चाहिँ घुम्नु होला हजुर. पसलतिर जानुपर्छ हल्का भोक लागिरहेको छ होइन केही खानुपर्छ दुईजना दाजुभाइ भएर. सो यही हो है ध्यान गाउँ चाहिँ पारितिर चाहिँ के पर्छ आई डोन्ट नो है. रिसिङ घिरिङ के पर्छ आई डोन्ट नो. अब यताबाट जाने आज यहाँ ध्यानुङ भन्ने ठाउँमा छौँ. सो हामी चाहिँ आज यहाँ भाइसँग बल खेल्न आएको है. यहाँ चाहिँ हाम्रो भाइ छ. सो अब हामी चाहिँ यहाँको भ्यू देखाउँछौँ है कस्तो वाल भ्यू छ है. एकछिन आफ्नै तालमा बल खेलियो होइन त्यसै रमाइलो ध्यान भएको छौ. ओ बिस्तारै बिस्तारै माई ब्रदर हाटा प्यान्ट ल भाइको चाहिँ यहाँ खुट्टा काट्यो छैन हल्का ठोकियो जा है हल्का जाम. सो यो चाहिँ के हो भवान घर हो यो. सो है यहाँबाट देखिने चाहिँ म चाहिँ धेरै नोटिस गरिरहेको छु पारि चाहिँ यस्तो बवाल होइन भ्यू छ है. यो चाहिँ कुन ठाउँ हो यसो कसैलाई थाहा छ भने चाहिँ यसो कमेन्ट गर्छ. सो गाइस एउटा कुरो चाहिँ नोटिस गरेको है यहाँ चाहिँ कोदो के भइरहेको अरे पाक्न लागिसकेको रहेछ है हाम्रो. सो त्यही हो घर चाहिँ बवाल लाग्यो मलाई चाहिँ पुरानो टाइपको है डिजाइन चाहिँ बवाल छ होइन नि. गाइड गर्ने मान्छे अगाडि नपऱ्यो नि. तिम्रो हेरी यस्तो खुसी हुनुपर्छ कि भाइ म भ्लगर जस्तो मान्छेलाई यहाँ गाउँ घुमाउनु पाएको छु भनेर. के अरे भाइ भ्लगर जस्तो मान्छेलाई टक्क गाउँ घुमाइरहेको छन् है भनेर भन्छ कि हल्का. हजुर यो कुन ठाउँ हो यो ठाउँको नाम के अरे जामलाई नि यसो घुम्न त म जान्न भन्न त मिल्दैन ब्रदर. कुन ठाउँ रे भाइ यो पसल होइन कुन ठाउँ अरे यो ठाउँको नाम थाहा छैन. यो ठाउँको नाम थाहा छैन अनि कुन ठाउँ हो त मिया गाउँ ल यहाँ चाहिँ मिया गाउँ भन्छ अरे. सो बवाल छ ठाउँ चाहिँ हामी चाहिँ एकछिन यहाँ सामान किनमेल गर्छौँ. सो हामी चाहिँ यहाँ दोकानमा हल्का चिसो खाएर टक्क निस्किसकेको छौँ फेरि घुम्नको लागि. अनि भाइ के भन्नु हो दाइको भ्लगमा दाइलाई धेरै सब्सक्राइब त गरोस् प्ले बटन पाओस् होइन अनि के अरे लाइक कमेन्ट गरिदिनु. सो गाइस त्यही हो अब भाइले भनेको चाहिँ पुरा गरिदिनु होला भाइलाई चाहिँ खुसी बनाइदिनु होला. क्या यदि भन्दै चाहिँ यहाँ यस्तो बवाल आउँछ. आन्टीले हेर तल बसेर घाँस काट्नु भयो है. हजुर आन्टी
त्यो भाइ हो झिलिङमा यस्तै बनाउँछन् ए बवाल तरिकाले बनाउँदो रहेछ नि त सो यहाँ चाहिँ मन्दिर रहेछ चौपारी रहेछ है क्या बवाल छ कि ठाउँ चाहिँ यहाँ मलाई चाहिँ बवाल मन पर्यो है ओ माई गड यहाँबाट भ्यू हेर्नुपर्छ गाइस यसो टक्क लाएर एकछिन ध्यान दिएर हेरौँ ल तल जाने भने गाह्रो आउँछ है A few moments later.